Blessed be, यदि भिडियो हजुरको फिडमा आएको छ नि, then this is the universe message for you. Let's see what is the message from the universe that you want to hear currently. So let me shuffle the cards. So, okay. So there are one option and second option. Choose any one option about these two cards. One or two. So यदि हजुरले one choose गर्नुभएको छ भने then I got the Four of Swords. The Four of Swords ले के भन्छ भने you need a current healing situation. हजुरले अलि alone time भएर चाहिँ heal गर्न best हुन्छ भनेर. Rather to go with the toxic peoples and you know hurt yourself again and again. And this card is telling you हजुरले you need rest. अनि हजुरले एकदम आराम चाहिन्छ. हजुरले एकदम लाइक कि त्यो हिलिङ सेल्फ हिलिङमा एकदम धेरै इम्पोर्टेन्स दिनु, हजुरको केयर गर्नु, हजुरको सेल्फ डिसिप्लिनमा केयर गर्नुहोस्, हजुरले नरिस गर्नुहोस् भन्ने भनेको छ. अनि हजुरले जुन कुराले न्युट्रिसन दिन्छ त्यो पनि खानु प्रपरली. यु निड सम हिलिङ टाइम. अथवा हजुरको हेल्थ इस्युज होला, त्यो हेल्थ इस्युजलाई सल्भ गर्ने कोसिस गर्नु. त्यो माइनर से माइनर किन नहोस्, नर्मल टाउको दुख्ने या फिर डिप्रेसन या फिर रिलेटेड टु योर एनी अदर health issues related to your stomach. So to health issues like this solve गर्ने प्रयास गर्नुहोस् भनेको छ. अनि लाइक not on the people, heal yourself. So यदि हजुरले सेकेन्ड अप्सन चुज गर्नको छ भने सेकेन्ड अप्सनमा आएको छ 5 of Wands. Oh my gosh. So this is telling कि no matter how people are trying to pull you down, they are not agreeing your point of view, just ignore them. And I know the people are so much pointing you and so much pulling you down again and again. अनि यो कार्डले के पनि भन्छ भने त्यो मान्छेहरूसँग चाहिँ धेरै बोल्ने काम नगर्नु, धेरै त्यो मान्छेसँग गएर खुदैले काम नगर्नुहोस्, अथवा तिनीहरूले केही भने पनि त्यसको रिप्लाई ब्याक नदिनु भन्ने भनेको छ. अनि आफ्नो आनन्दले आफ्नै काम गरिराख्नु अनि तिनीहरूलाई कि खुट्टा तान्न आउनुहोस् र तिनीहरूले केयर नगर्नु भन्ने भनेको छ. किनकि केयर गर्यो भने झगडाको माहौल हुनसक्छ. सो प्लिज बी अवेर अफ दिस सिचुएसन. ब्लेस्ड बी.